हेलो हेलो गुड मर्निङ नमस्कार जय नेपाल जय चन्द्र सूर्य। हेलो हेलो सबै कता कता कहाँदेखि हुनुहुन्छ कसो के हो। म चाहिँ यसो चिसो चिसो मौसममा उता हल्का समुद्रतिर घुम्न आएको। अनि हेर्नुहोस् आलकुबेदेखि माबोलाको झारी भन्ने सुन्नुभएकै होला है। राम्रो छ एकदम प्योर क्लियर मौसम। बिहान बिहान एकदम दामी एकदम राम्रो अति अति उत्तम छ। कोही त माछा मार्दैछ है। अब यस्तै हो। यो चाहिँ मेन चाहिँ यो हो क्या। अब त्यहाँ जाउँ त्यो झारीभित्र जाउँ भने के देखिन्छ। तर यो झारी चाहिँ एकदम फेमस भन्नुपर्दा है। उहिले भरेको झारी हो त्यो छ। यसमा केही न केही रहस्य छ। अब सबै भन्न मिल्दैन किनभने यो जस्तै फ्यामिली सो जस्तै एउटा पनि सबैले हेर्ने अलिकति उ हो है। ल त्यस्तै हो। सबैले यसो हेरेर मजा गर्नु होला। समुद्र पानी चाहिँ बिहान बिहान बढ्दैछ है। समुद्र पानी बढ्नेमा जारी छ। अघि उता थियो तर यहाँ आइपुगेको छ। अब यसपछि कहाँ पुग्छ थाहा भएन। यहाँसम्म पुग्छ होला। यो माथि गिलो बालुवा छ त्यहाँसम्म चाहिँ पुग्छ। आफूलाई चाहिँ यसो खोकी पनि लागिरहेछ हल्का फुल्का चिल पारामा। त्यही हो। सबैजना सन्चै आरामै हुनु होला, राम्रोसँग बस्नु होला। नेपालमा हुने सम्पूर्ण साथीहरूले आमा बुवा दाजुभाइ दिदीबहिनी टोटलले बुढा बाला नभनिकन यसपालि चाहिँ घन्टी बजाउनु होला। मजासँग घन्टीमा भोट हालेर चिल पाराले आफ्नो प्रतिनिधिलाई जिताएर संसदमा पुर्याउनुहोस्। संसद कि एकलौटे सरकार राजसभाकै घन्टी पार्टीकै होस्। म पनि त्यही आग्रह गर्छु। किनभने यो पुराना दलहरू धेरै लुटपाट अस्ति भर्खर भदौ 23 देखिहाल्नुभयो। कतिजना भाइहरूलाई बहिनीहरू भनौँ न भाइबहिनीहरूलाई यत्रो गएर होइन अझै पनि तिनीहरू उठ्ने अझै पनि तिनीहरू सांसद दिने। त्यसो गऱ्यो भने त हामी त भेडा होइन महा ढेडा भयो। त्यो सांसद दिनु हुँदैन। फेरि पनि एमाले काङ्ग्रेस माओवादीको त नाम निशानी मेटिहाल्यो। अब कुन हो त्यो अहिले त्यसलाई चाहिँ कुनैलाई पनि दिनु हुँदैन। एकलौटी 138 भन्दा माथि ल्याएर एकलौटी सरकार बनाउनु पर्यो। मेरो त्यही आग्रह र त्यही छ सबै हाम्रो